दर्शन छ मेरो सानो भिडियोमा, छोटो भिडियोमा सबैलाई दर्शन छ। कहाँ हुनुहुन्छ, कस्तो अवस्था हुनुहुन्छ, जहाँ भए पनि जस्तो अवस्थामा भए पनि खुसी रहनुहोस्, सुखी रहनुहोस् है। म चाहिँ अहिले काम गर्ने ठाउँबाट माथिबाट भिडियो बनाउँदैछु साथीहरू। तर माथिबाट भिडियो बनाउन पानी पर्न लागेको छ। यहाँ पानी आयो, पानी पर्दै पर्दै ठुलो पानी आइपुगिसकेको छ, हेर्न सक्नुहुन्छ है। गर्मी हुँदा चाहिँ अलिक आत्तिन्छ हो, नत्र त मलेसिया ठिक छ बसाइ। हेर्नुहोस् त डाँडा काँडा नेपाल जस्तै छ। के गर्नु, बिरानो देशमा छु साथी। तल पार्किङ हेरेर बसिरहेको छु म माथि। जहाँ भए पनि व्यस्त रहनुहोस्, व्यस्त भएपछि तपाईँ त्यत्तिकै स्वस्थ रहनुहुनेछ। पानी पर्न लागेको अवस्था है, अहिले चाहिँ पानी पर्न लागेको अवस्था। अँधेरो हुँदै आएको छ, एकदम ठुलो पानी पर्न लागेको छ हो। यहाँ पानी आइपुगिसकेको छ। पानी अब यता आउँदैछ। अनि म चाहिँ ठ्याक्कै यही ठाउँमा बसेको चाहिँ 1 वर्ष बढी भयो। अहिले यही ठाउँमा छु, मेरो बसोबास। जान सक्नुहुन्छ मलेसियाको चाहिँ सेलेङ्गर भित्र काजाङ भन्दो रहेछ। कता खाल्टोतिर छु हौ म त, सेम टु सेम नेपाल जस्तो लाग्छ। माथि आउँछु बिल्डिङको टुप्पामा, अनि वरिपरि हेर्छु मेरै देश जस्तो लाग्छ। घरिघरि त ठुलो पानी आउँदैछ, पानी पर्दैछ। हेर्नुहोस् है, हेर्नुहोस्। यो चाहिँ फेरि यतापट्टिको साइड, मैले काम गर्ने यतापट्टिको साइड। त्यहाँ मेट्रो कुद्दैछ, त्यहाँनिर मेट्रो कुद्दैछ। पानी पर्दै पर्दै त्यहाँ आइपुगिसक्यो, ठुलो पानी। हेर्नुहोस् यतापट्टि चाहिँ एकदम महँगो घरहरू छ। यस्तै चलिरहेछ जिन्दगी। हेर्नुहोस् पानी परेर यहाँ आइपुगिसकेको छ। भिडियो बनाउँदै पानी आइपुग्यो, यहीँनिर आइपुग्यो पानी झरिसकेको छ। हेर्नुहोस् दर्शकवृन्द भनेर भन्न हुन्थ्यो है। यहाँबाट चाहिँ ठ्याक्कै मैले बस्ने गार्ड हाउस चाहिँ हो तलको यो है, म बस्ने गार्ड हाउस चाहिँ यो हो। माथि आउनु पर्छ। हेर्नुहोस् समय गतिशील छ। हेर्नुहोस् समयले पर्खिँदैन, अनि बगेको फला फर्किँदैन, एउटै हो। समय चिन्नु सक्नुपर्छ साथी। समय चिनिन भने पछुताउनु छ, पछि गाह्रो छ। प्रदेश भन्नलाई देख्नलाई राम्रो हो, हेर्नलाई राम्रो हो, हेर्दा देख्दा राम्रो छ विदेश। तर नेपालीको लागि अभिशापै बन्ने छ है विदेश। मेरो चाहिँ छोटो भिडियो। पानी ठुलो पर्यो, पानी पर्दैछ अहिले। तिमीले मैले बाँच्नु पर्छ, मरे तिमीलाई कसले माया गर्छ। बेटी भनी खोजे पाइन
दुईटा तिमीलाई माया गर्ने कसमै हो एउटा मेरी माया